सबैजनाले रेडी यस्तो भिडियो फोटो खिच्नको कारण चाहिँ मलाई पनि यस्तो खासै इच्छा चाहना चाहिँ हुँदैन कि यो भिडियो बनाएर युट्युबमा हाल्नलाई तर चाहिँ खुसी लागिरहेछ गुगलमा सर्च गर्दाखेरि पनि चेन्ज भनेर त देखाएको थियो क्या भाउजूलाई आज लागेको छैन है ठिक छ है त्यस्तो गन्दा सन्दा आएको छैन नि त मेरो कल्पना ठिक छ मितिनीलाई हामी बुकारेस्ट ट्रेन स्टेसन नर्थेन बुकारेस्ट नर्थमा आइपुग्यौँ हाउ इज यु फिलिङ excited more excited but expectation versus reality guys अब चाहिँ मान्छे नआएपछि हामी चाहिँ हल्का कफी सफी ल्याएर ओभर जाने हैन हामी अरु कहाँ ओभर ओभर आयो खै अन्ना दिदी छाता छैन गरिब भयो ल हेलो सबैजना गुड मर्निङ आज चाहिँ हामी बिहानीको सुरुवातसँगै यता बुकारेस्ट जाँदैछौँ सनराइज पनि आउनलाई यताबाट सनराइज यता उन्दै अकोलो आइचिया अरुणाजी लक्ष्मीजी कल्पनाजी हाम्रो भाउजूजी मुन्ना दिमिना छ से भयो ल साथी हो मलाई चाहिँ अलिक एक्लै बोल्नु अघि है म त म त के दलेछ यस्तो नेचुरल फेस हो कि नेचुरल मेरो नो फाउन्डेसन नो कन्सिलर नो के अरे ब्लसर यतै छ अलरेडी मलाई दिनुभएको छ यस्तो गर्नुपर्ने कि अनि साथी हो जिन्दगी भनेको यस्तो रहेछ होइन यति बेला नि हामीलाई हिँड्नुपर्ने अवस्था छ लगाइछ अब फाइनली हामी ट्रेन चढ्दैछौँ सबैजनाले रेडी खासैमा पनि यस्तो यो भिडियो सिडियो बनाएर फोटो खिचेर हाल्ने रहर त होइन होइन तर पनि के अरे नेपालमा हुँदा त खासै वास्ता हुन्थेन होइन अब यहाँ आएपछि चाहिँ हरेक म त हुँदो रहेछ हामी जाने यसमा हो ल ए ड्युटी चेन्ज तपाईँलाई के नि हुन नो प्रब्लम हामी लाग्यो सारा कस्तो फिल भइरहेछ दिदी हेलो म हाम्रो साथीहरू छ
होइन यही हो के भन्नु होइन यहाँ होला नि त अहिले फाइनली हामी चाहिँ अब ट्रेनमा बस्यौँ हाम्रो यतिसम्म राखेको भयो नि हामी चाहिँ पुग्ने रहेछ जम्मू यतिकोमा घर राखेर हेलो कोलेको लक्ष्मीलाई कस्तो लागिरहेछ त नि कस्तो लागिरहेछ लक्ष्मीलाई कस्तो गाउँ जस्तो लागिरहेछ गाउँ त गाउँ हो त नि कहाँ सहर हो ट्रेन पनि कहाँ सहरमा हिँड्छ त गाउँमा त हामीलाई यो इच्छा थियो गाउँमै ट्रेन चढ्ने इच्छा थियो होइन हामी त्यो भएर आएको अब गाउँमा गाडी चढ्यो गाउँतिर नेपालको गाउँमा गाडी चढ्दैन चढिहाल्छ नेपालको गाउँमा गाडी हुन्छ सहरमा पनि गाडी हुन्छ खेतीपाती गर्छन् त नि तर होइन मलाई त कहाँ गयो जस्तो लाग्यो थाहा छ हामी एम्बेसी जाँदाखेरि त्यो इन्डिया जाँदाखेरि दिल्ली जाँदाखेरि यस्तै ठाउँहरू थियो नि खेती गर्थेन लाफेल बिहारतिर तर सिस्टम राम्रो भनौँ न अरू जे भए पनि खासै म पनि फोटो भिडियोतिर चाहिँ राम्रै छैन कपाल चाहिँ खतरा बाक्लो भएछ जति झरेको बाक्लो चाहिँ देखिँदो रहेछ त्यति लक्ष्मीले भनेको लक्ष्मी एकदम चिन्तित छिन् चाहिँ भने मोबाइल त गयो आज टिकटक बनाउनु पाएन मैले अहिले यहाँ कति टिकटक बनाउन पाउँथेँ मनमा चुचु भएर मान्छेले कहाँ निकाल्ने भएछ अनि यस्तो भिडियो फोटो खिच्नको कारण चाहिँ मलाई पनि यस्तो खासै इच्छा चाहना चाहिँ हुँदैन कि यो भिडियो बनाएर युट्युबमा हाल्नलाई तर चाहिँ के भने जति नेपालमा हुँदा त खिच्यो कति मेमोरीमा राख्यो कति डिलिट गरियो है त्यो ठाउँको मतलबै भएन तर यहाँ आएपछि यति ठाउँको पनि एकदम अब कहाँको कतिवटा ठाउँको हामी यहाँ छौँ त्यति एकै ठाउँ भेला भएर हामी काम गरेछौँ दुखी आएको छ के अरे हामीले अब मोबाइलमा राख्दाखेरि कति डिलिट गर्नुपर्ने हुन्छ भोलि पर्सि हामी अहिले स्टोरेज फुल हुन्छ 8 जना छौँ 8 जना भोलि कहाँ भएला होइन कि मै नरौँला यो चाहिँ अब नरहनु त मै होला अन्त बुढी मै छु युट्युबमा हाल्यो भने चाहिँ भोलि पर्सि यसरी हेर्छन् पनि होइन ला मै रहिन भने त हेर्नु न मै रहिन भने त सबैले ओहो कल्पना ओहो अरुणा भनेर एकचोटि जसरी पनि हेर्छ कल्पना राई भनेर हेरेपछि त हेर्छ नि त अनि यता कल्पना मगर यता पम्फा हेर्छन् त्यही भएर बनाउन मन लागेको हामीले है एकै ठाउँ काम गरेको भोलि कुन ठाउँ पुगेला कि मरिएला होइन अनि त्यसको लागि पनि एउटा सम्झना रहोस् भनेर पनि बनाउने कोसिस गरेको खासै त आउने होइन मलाई बोल्न पनि आउन त्यो पनि यो मेरो आइडिया पनि होइन मलाई यो आइडिया चाहिँ कसैले दिनुभएको थियो कि कसैले दिनुभएको थियो यसो सम्झना रहन्छ राखिराख्नु कसैले पनि यो भिडियो हेर्नुभयो भने तपाईँलाई धेरै धेरै धन्यवाद यति आइडिया दिनुभयो होइन आइडिया दिनुभएकोमा अब फोटो खिचे त्यो भिडियो बनाए पनि यो मोबाइलमा राखेर त साध्य हुँदैन नि त सबै डिलिट गर्नुपर्ने हुन्छ फुल हुन्छ के हुन्छ अब ठाउँ अनुसार बनाइराख्नु पर्यो मन लाग्छ मलाई त्यो भिडियो खिचेँ यताउता गरे पनि खासै केहीमा अपलोड गर्न चाहिँ मन नलाग्ने मान्छे हो बोल्न नि नआउने मान्छे हो अनि मेरो म सँगसँगै सबभन्दा धेरै बोलिदिनु हुने मेरो सबभन्दा धेरै मलाई खासै बोल्न आइडिया नि आउन त्यही भएर अहिले चाहिँ हामी फुलबारीमा मगमगाउँछ गाडी भारी गीत पनि के गर्ने गायो छैन गीत पनि गाउन आउँदैन गलै छैन के गीत गाउने मायाले तिमी आएको थाहै भएन पथे चट्ट मायालु भन्दै धेरै समयपछि चाहिँ हाम्रो यो मौका जुरेको हो धेरै पछि हो 7 पुरा भएर 8 मा टेक्दाखेरि सक्सेस चाहिँ भयो त्यही हो अब सक्सेस हुनको लागि पनि धेरै कुराहरू
केही पनि छैन सक्सेस हुने अझै के छ हाम्रो त यो के हो के अझ के हो यता न उताको भयो चेन्ज गर्ने उ पनि दिन्छ नि यहाँसम्मको आउँदा यात्रा कस्तो लागिरहेछ हजुरलाई खुसी लागिरहेछ गुगलमा सर्च गर्दाखेरि पनि चेन्ज भनेर त देखाएको थियो क्या भाउजूलाई आज लागेको छैन है ठिक छ है त्यस्तो गन्दा सन्दा आएको छैन नि त मेरो कल्पना ठिक छ मितिनीलाई दा यतिको भएन नि त कहाँ ट्रेन चढेको मजै हुँदैन नि म त झन् एकदम आनन्द भइरहेछ काम गर्नु भन्दा यही ठिक जस्तै छ तर यो चाहिँ तेल हो के भेजिटेबल ओइल हो के मस्टर्ड ओइल हो रहेछ यो तर खाना चाहिँ हुन्न रे यो साग चाहिँ मान्छेले तेल पनि खाना यो चाहिँ गाडी के भन्थ्यो के को लागि तेल बनाउँछ रे के भन्छ पेट्रोलको लागि पेट्रोल होइन खै के हो तर मान्छेले चाहिँ खान रहेछ नि यो तोरी हो तर यो होइन खान्छ रहेछ ओइल बसी खान्छ अरे सरले भनेको भेजिटेबल ओइल हो कि हो तर यो हरियोमा चाहिँ खाँदैन अरे तेल भसी चाहिँ खान मिल्छ अरे अहिले चाहिँ यो रोमानियामा चाहिँ जताततै यसको खेती रहेछ खेती तोरीबारी तर हाम्रो भन्दा यहाँको त सानो हो है बुकारेस लास्ट स्टेसन आयो फाइनल हामी बुकारेस ट्रेन स्टेसन बुकारेस्ट नर्थमा आइपुग्यौँ How is the feeling? I'm Excited? more excited. But expectation versus reality, guys. के भयो यहाँ देखेको ल हेर न हेरौँ न अब चाहिँ मान्छे नआएपछि हामी चाहिँ हल्का कफी सफी ल्याएर कफी खाइसक्यो हाम्रो मान्छे आउनु भएन अनि हल्का अब आयो दिदीलाई टोइलेट खोज्दा कहाँ आयो अन्डरग्राउन्ड लाग्यो हेर्दै जानु पर्ला कति नम्बर हो यो यस्तो त 2 नम्बरदेखि हाम्रो छिर्नु पर्यो कि इन्फोका कस्तो गर्नु रे आउने रहेछ यार हामी त लाटो भयो यार जाने के गर्ने कसो जाने बाहिर निस्केर त्यही पानीको छाल हेरेर फर्किन्थ्यो होला अब यसरी अब कहाँ जाने यहाँ लोकेसन हेरेर जानु त हामी अब कता जान्छौँ त्यो अनुसारको टिकट काटेर अब हामी जाने ब्रासाबाबाट बिचमा रहेछ अब हामी जाने कता स्टेसन टु ओभर जाने होइन हामी अरू कहाँ ओभर हाम्रो यही होला नि होइन हाम्रो यही हो कि कता अझै जानुपर्ने अब बाहिर निस्कियो बाहिर निस्क्यो होइन हाम्रो मेरो भिडियोमा चाहिँ स्वागत गर्दै
ट्रेन पनि चढ्यो मेट्रो पनि चढ्यो बाहिर निस्क्यो व्यस्त पनि राम्रो जान्छ अब अटोमेटिक बन्द हुँदो रहेछ त खोल्ने पऱ्यो कसरी गाईहरू बस्छ है फेरि यस्तो भयो के भयो बेलामा भरौँ गाइस हेर्नुहोस् एकजना मात्रै हो तर यहाँ छिटो हुन्छ बिसाउने चौतारी भेटेर हामी चाहिँ हल्का बसेर रिफ्रेस हुँदैछौँ अब के निकालेर कोही चस्मा लाउँदैछन् कोही होइन हेर्दैछन् जेस रमाइलो शीतल पिसफुल केही नै हुन्न ल्याइदिनु नि हाम्रो त्यो दिदी पृथ्वी चक्कोमा बेचे जस्तो होइन लैजानु 100 को 1.5 केजी 100 को 1.5 केजी 100 को 1.5 केजी होइन नेपालको प्रोग्राम नै रहेछ यहाँ जेसीबी भन्नु न जेसीबी यहाँ पापुज भनेछ कि मिनाले ए पापुज नि भनेछ पापुज कता जाऊँ न त त्यो अब ल यो कतिलीमा किनेको तिमी सस्तो लिमा पाउँदो रहेछ 20 रुपैयाँ 20 रुपैयाँ 5 रुपैयाँ ठिकै हो यहाँबाट त के अरे सस्तो बजार आयो सस्तो बजार दिदी बरु यो हेड चाहिँ सस्तो बजारमा आयो कता जानुभयो यहाँभित्र जानु अरे होइन अनि एकछिनमा मेरो यता जानुभएको छ ए अँ लगाइछ है छिरोभित्र मार्केट मार्केट अब हामी केमा जाने यतै जाऊँ न त केही कुरामा केही गर्नुपर्छ र हजुर बोल्दैछ अब कता जाने यता चाहिँ दुईजनाको भेट हुनु भएको छ जोडी चाहिँ भर्खरकै छ कसले बताउँछ ल फाइनली करेन्ट चौकको स्टोरमा आइयो One pocket kit 25 only 25 में क्या डिस्काउंट करूंगा क्या देंगे 25 लिए
सोप हो र यो सागर पाउँदो कालो अङ्गुर देखेन कस्तो खुसी लाग्यो अङ्गुर देखेन खानेकुरा देखेर खुसी लाग्यो भाइ कति हल्का सपिङ गर्यो गाइस फटाफट डेट एक्सपायर भइहाल्यो भने म त खाइनँ मेरो दाँत खराब छ भनेर फेरि स्टप हो अरू दुईजना हिरो हिरोइनी चाहिँ लसक आउँदै हुनुहुन्छ गाह्रो फर्यो आउनु पऱ्यो यो चाहिँ छुट्नु भएन है तिमी र अब छुट्नु गयो 5 जना त हुनु पऱ्यो नि अब सोल्टीहरूलाई पनि यसो ल्याइदिउँ न यार सोल्टीहरूलाई